हैन अर्काको ठाउँमा आएर धेरै कुरा सिक्यो नि सक्दोसम्म त आफ्नै देशमा गरौँ हैन। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल हु पर्सनल भ्लग। आज भने म फेरि पनि यो रमेश हाइपर मार्केटमा यहाँ आइपुगेको छु। केही सामानहरू ग्रोसरीहरू किनौँ भनेर अलिकति माछा पनि किने हैन। र अहिले म यहाँ यो टोय सेक्सनमा म यहाँ पस्दैछु। कति अरू सामान मात्रै हेर्ने अनि बुझ्ने, आज चाहिँ टोय सेक्सनमा के छ त्यो पनि बुझ्नु पर्यो। अनि टोयहरू कस्तो छ, कति दामको छ, टोय सेक्सनमा के छ मुख्य गरी त्यो बुझ्नु पर्यो है त। यता जानु पर्यो टोय सेक्सनतिर हैन। यो टोय सेक्सन हो। टोय सेक्सनमा धेरै सामानहरू जस्तो छ त। यो मान्छे चाहिँ नेपाली हो कि के हो? हेलो हेलो, आर यु नेपालीज? के छ भाइ? नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? के हो हजुरको शुभ नाम? मेरो नाम कृष्ण हो। के छ कृष्ण भाइ, नयाँ खबर? नयाँ यस्तै छ भनौँ। नेपालबाट आउनुभयो कति भयो? 2-3 महिना भयो। 2-3 महिना भयो। ए अनि यो तपाईँले यो सेक्सनमा यो सेक्सनलाई तपाईँ डिल गर्नुहुन्छ हो? हजुर। यो टोय सेक्सनमा? हजुर। ल टोय सेक्सनमा के छ त अलिकति देखाइदिनु नि त हाम्रो दर्शकहरूलाई है। हाम्रो सबै छ यतातिर। बलहरू छ, अनि त्यसपछि लिएर अहिले विशेष गरी मेन चिज भनेको स्विमिङको छ। हजुर, स्विमिङको भन्नु पनि है? हजुर, स्विमिङको छ, देख्न सक्नुहुन्छ त। यो बच्चाहरूको स्विमिङको लागि एकदमै राम्रो छ। हो, अहिले गर्मीको समय पनि छ नि त हैन? हजुर, यो देख्न सक्नुहुन्छ तपाईहरुले। अनि हाम्रो यतातिर ठुलो छ। यो चाहिँ ठुलो मान्छेको लागि हो? हजुर। ठुलो मान्छेको लागि अलिकति बताइदिनु नि त के कस्तो छ हो? यसरी यसको क्वालिटी हेर्न सक्नुहुन्छ। यता क्वालिटी चाहिँ एकदमै राम्रो छ। अनि बच्चाहरूको लागि पनि सानो छ। अनि ठुलो मान्छेको चाहिँ अलिकति यसको अलिकति तपाईले बताइदिनुस् न। यसको मान्छेको भित्र अब यो एकदमै राम्रो क्वालिटीको हो। पानी हालेर भित्र तपाईहरुले नुहाउन सक्नुहुन्छ, अनि बच्चाहरूले पनि नुहाउन सक्छ। यो चाहिँ निकालेर यसभित्र पानी हाल्नु पर्यो? हजुर, पानी जमाउने अनि यसमा गएर नुहाउने। ए, त्यो भित्र पसेर नुहाउने। अनि यसलाई उसमा पनि लानु मिल्छ? हजुर, स्विमिङमा हामीले हैन पोखरीमा पनि लानु मिल्छ? मिल्छ एकदम। हजुर। हाम्रो उतातिर पनि छ, त्यहाँ देखाइदिनुहोस् माथितिर। ए, यो पनि है? यो पनि के पानी जमाउने नै हो? हजुर, पानी जमाउने हो यो पनि। ए, यहाँ पानी जमाउने त्यसपछि उसभित्र लाने। हजुर। यसको मूल्य चाहिँ कति हो? यसको मूल्य 4 डिनर 500 छ। ओके, 4.5 बर एन्ड डिनर है? हजुर। ओके। अनि गाडीहरू पनि देख्न सक्नुहुन्छ। हजुर। अनि एकदमै राम्रो छ। हजुर, देख्न सक्नुहुन्छ। यो मेड इन कहाँको हो? यो मेड इन चाइनाको हुन सक्छ। चाइना हो? हजुर। कति यसको मूल्य? यसको छ अहिले 3.6 छ। अहिले यहाँनिर नि अरबिक बच्चाहरूले सबभन्दा मन पराउने चाहिँ यो तपाईँको टोय सेक्सनमा कुन चिज हो? अहिले सबभन्दा त अब भन्न सकिँदैन। कसैले केही लाग्छ, कसैले केही लाग्छ, कसैले एभरेजमा नि, ओभरअल एभरेजमा सबभन्दा मनपर्ने कुन हो? सबभन्दा मनपर्ने भनेको अहिले त्यही हो, बल गइरहेछ धेरै। बल है? कुन बल हो देखाइदिनु? त्यहाँ छ अगाडि। ए, यो बलहरू है? यो बल चाहिँ अत्याधिक बिक्री हुन्छ यहाँको बच्चाहरूले मन पराउँछ है? हजुर। यो बलको कति प्राइस हो? ए, यहाँ रहेछ नि त है? बलको प्राइसहरू यहाँ छ। सबभन्दा अहिले यो बढी गइरहेछ है। हिजो अस्तिसम्म कम भइरहेको थियो, आज फेरि आएको छ। भर्खरै हालेको मैले। हजुर। अनि डोलहरू पनि छ, बच्चाहरूले त्यो डोल पनि मन पराउँछ। सबभन्दा ज्यादा बिक्री हुने चाहिँ बल नै हो? बल छ अहिले। हजुर। त्यस पछाडि नेक्स्ट टाइममा स्विमिङको छ। स्विमिङ कस्टमर, स्विमिङको सामान किन गर्मी छ नि त अहिले हैन? ल, अनि अहिले अब तपाईँ यहाँ नोकरी गर्दै हुनुहुन्छ हैन? जब गर्दै हुनुहुन्छ नेपालबाट आएर हैन? कस्तो फिल भइरहेछ? के हुनु दाइ, अब भनौँ न, जे जस्तो भयो भने अब गर्नुपर्छ। फिल राम्रो होस् या नराम्रो होस्, त्यो त अब जिन्दगीमा सबै गर्नुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्छ। जे जस्तो भयो नेपालबाट यहाँ आइसकेपछि गर्नु पर्यो हैन? हजुर। तपाईँ नेपालबाट यहाँ आइसकेपछि यो 2-3 महिनाको समय अवधिमा नि हजुर तपाईलाई के अनुभव भयो त? के अनुभव भयो? धेरै गर्यो नि दाइ। अब यहाँ आएर हैन, अर्काको ठाउँमा आएर धेरै कुरा सिक्यो नि। आफूले जस नसिकेको कुराहरू, नभोगेको कुराहरू जस सिक्न पाइदो रहेछ भन्ने कुरा थाहा भयो जस यहाँ आएर। अनि हरेक कुराहरू हुन्छ नि, एकदमै मनबाट फिल भइरहेको छ अहिले चाहिँ। हजुर। अनि
अब नेपालबाट तपाईँ यहाँ आउनुभयो, काम गर्दै हुनुहुन्छ होइन, एउटा केही उद्देश्य लिएर आउनु भएको छ है। अब तपाईँ नेपालबाट आउने होइन नयाँ हाम्रो युवाहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? केही सन्देश छ, मेसेज छ तपाईँको? युवाहरूलाई चाहिँ म के भन्छु भनेदेखि अब सक्दोसम्म त आफ्नै देशमा गरौँ होइन, अर्काको देशमा आएर यहाँ यसरी काम गर्नु 12 घन्टा हुन्छ। अब नेपालदेखि के भनेर पठाउँछ, 8 घन्टा हुन्छ, राम्रो सेलरी हुन्छ भनेर पठाउँछ। तर यहाँ आएदेखि थाहा हुन्छ कि जिन्दगी असली के हो भनेर होइन। हजुर, हामीलाई नि त्यही भनेको थियो, 8 घन्टा ड्युटी हुन्छ, 120 सेलरी हुन्छ भनेर आएको थियो। खासै अब 120 पनि हुँदैन। 120 भनेको लगभग 40,000 भन्दा माथि पहिला चाहिँ त्यही भनेको, अहिले चाहिँ खासै त्यस्तो छैन होला, त्यति दिएन, दिया छैन। अब त्यही हो भन्न चाहन्छु, जस आफ्नै देशमा गरौँ जे जस्तो छ होइन, म चाहिँ त्यही भन्छु सबै युवाहरूलाई। अनि युवाहरूले त भन्ने गर्छन् त नेपालमा त केही पनि छैन भन्छ त। किन छैन? नेपालमा सबै कुरा छ, तर हामीले गर्न सक्दैन। अर्काको देशमा आएर रगत पसिना बगाउन सक्छौँ, तर आफ्नो देशमा सक्दैनौँ। किनकि हामीलाई नेपालमा होइन काम गर्न मन लाग्दैन र पैसा पनि पाइँदैन। त्यो कारणले पनि हुनसक्छ हामी खाडी आउनको कारण, मलाई चाहिँ त्यस्तो लाग्छ। त्यही हो वास्तविक। नेपालमा जति गरे पनि पैसा पानी केही दिँदैन, अब यहाँ आएपछि जति गरे पनि पैसा आउँछ, त्यति नै फरक हो। अब हाम्रो नेताहरूले पनि के गर्छ होइन, अब एक ठाउँ भनेको अब राम्रो ठाउँमा लगाउन सक्दैन क्या लगानी, राम्रो ठाउँमा लगाएको पनि नेताहरूले खाइदिन्छ, अरूहरू मिलेर खान्छ। अनि त्यही भएर युवाहरू खाडीतिर पस्नुपर्छ। भनेपछि तपाईँको मेसेज चाहिँ सन्देश चाहिँ के छ भने हाम्रो नेपाली युवाहरू नेपालमै केही गर्नुपर्छ, नआउनुहोस् विदेश, यहाँ धेरै दुःख छ भन्नु खोज्नु भयो। धेरै दुःख छ। अन्तमा तपाईँ सबैभन्दा धेरै कसलाई मिस गर्नुहुन्छ? मिस गर्ने त म आमा बाउलाई गर्नुहुन्छ है। अनि सबभन्दा माया कसलाई गर्नुहुन्छ? माया पनि त्यही हो, आमा बाउलाई हो। अनि त्यसपछि अब अरू यताउति दायाँ बायाँ त्यो भइहाल्छ। सबभन्दा पहिले आमा बाउलाई हो माया गर्ने भनेको। हजुर। अनि जाँदा होइन अन्तिममा हजुर, यो हाम्रो भिडियो हेर्ने अडियन्सहरूलाई तपाईँको केही भन्न चाहनुहुन्छ? त्यही हो, अब दाइलाई माया गरिदिनु होला, माया गर्नुभएको छ, अझै माया गरिदिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। यो भिडियो सबै नेपालीहरूसँग पुर्याइदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू भाइ, थ्याङ्क यू। ओके भाइ, हेभ अ गुड डे, बाई बाई। ओके बाई सबैलाई, बाई बाई।